तर हल्का कालो देखिनु भयो कि रिसाएर झगडा गर्ने बेला भइसक्यो क्या जति हेलो गाइज वेलकम टु आवर भिडियो सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि एकदमै सन्चै छौँ आज चाहिँ हामी घुम्नलाई जाँदैछौँ धेरै दिनपछि आज फेरि हाम्रो नयाँ भिडियो आएको छ कस्तो हुन्छ हेरेर माया गरिदिनु होला हाम्रो यो कोलपुरको के अरे हात्ती हेर्नुहोस् गाइजहरू बाघ पनि छ कोलपुरको चौडा अनि हामी चाहिँ यो श्री राम जानकी मन्दिरबाट टक्क लाएर सुर्खेत रोड हुँदै हामी घुम्न जाँदैछौँ कहाँ आज हामी चाहिँ धेरै पछि आज फेरि भिडियो गराएको छौँ कि अनि खासै गराउनु नि पाउँदैन ल डेली भ्लग हाल्ने भनेको छ हाल्नै पाइँदैन है जति पनि हाम्रो यो पहिलाको साथीहरू हुनुहुन्छ उहाँले चाहिँ हामीलाई अहिलेसम्म माया गरिराख्नु भएको छ अनि नयाँ अहिले फेरि जोडिने साथीहरू पनि हुनुहुन्छ उहाँहरूले पनि हामीलाई चाहिँ माया गरेर सेयर सब्सक्राइब गरिदिनु होला गाई चाहिँ अनि हामी चाहिँ डेली भ्लग हाल्न सकिरहेको छैनौँ जे होस् तर कहिले कसो यताउता निस्किन पर्दाखेरि चाहिँ हामीले भ्लग बनाइरहेको हुन्छौँ हेरेर माया गरिदिनु होला गाइस प्लिज त्यस्तै छ के गर्ने अनि गरिब दुखीको भिडियो पनि हेरेर माया गरिदिनु होला प्लिज हाम्रो सब्सक्राइब हुन किन यति धेरै टाइम लागिरहेछ अर्को पनि छिटो भइहाल्छ सायद हाम्रो त्यस्तो कन्टेन्टहरू पनि छैन अनि त्यस्तो अब भिडियोहरू पनि अनि भिडियो पनि धेरै आउँदैन त्यही भएर पनि होला गर्ने कोसिस गरिरहेछौँ गर्छौँ गाइज है अब चाहिँ डेली हामी चाहिँ रेगुलर भिडियो बनाउँछौँ हेरेर माया गर्छु होला उहाँ चाहिँ राइडर म्यान मेरो हेलो ब्लगर मान्छे म हो कि तपाईँ हो हामी हो ए हामी हो गाइज है अनि मैले नै स्टार्ट गरेको छु मैले गर्दा मात्रै भिडियो हुन्छ कि होइन तर पनि उहाँले चाहिँ मैले गरेको अहिले फेरि कति के फल्छ किन यो पुलिस किन यो भनिस कति हो कि काट्ने फेरि अलिकति सम्झाइदिनु होला उहाँले नै भिडियो रेगुलर हाल्नु भन्नु ल है हामी चाहिँ यहाँ आइपुग्यो आजको डेस्टिनेसनमा मेरो राम्रो ठाउँ रहेछ तल चाहिँ पानीहरू भएको भए अझ बेटर देखिन्थ्यो होला माथि टक्क रहेछ तपाईँहरू पनि यतिकै मन भए इच्छा भए समय भए मन र इच्छा भने समय भए समय मिलाएर आउनु होला राम्रो ठाउँमा गाइज है के भन्छन् गरे हामी यहाँ भ्लग गराउनै बिर्सेको के ठाउँ चाहिँ यस्तो राम्रो रहेछ अनि यता अगाडि पनि यस्तो राम्रो छ अनि यहाँ पानी चाहिँ नरहेछ है हल्का पानी अहिले सुकाएको रहेछ के रहेछ यहाँ आर्टहरू पनि हेर्नु कस्तो खतरा खतरा आर्टहरू गरिरहेछ अनि यहाँ ब्लगर मान्छे चाहिँ अनि आनन्द के अनि मैले नगराए त्यस्तो बिर्सिने के भ्लग गराउनु मैले भ्लग गराउन भन्दाखेरि गरेँ कि यस्तो नि हुन्छ भ्लगर मान्छे अनि यहाँको आर्टहरू चाहिँ मलाई कस्तो खतरा लाग्यो कि है अनि किन बिर्सेको भने मेरो बुढीको फोटो र टिकटक गराउँदा टाइमै भएन गाइज है मैले उसको फोटो चाहिँ यति राम्रो खिचिदिन्छु राम्रो गरिदिन्छु अनि मैले मेरो चाहिँ जुन फोटो हेरेँ पनि फेरि मलाई
कति रिस उठ्ने के एउटा राम्रै किनिदिनु हुन्न के त्यसको लागि मान्छे राम्रो हुनुपर्छ के बुढी म राम्रै छैन र म एकदम राम्रै छु प्लिज पहिला हेर्नुहोस् गाइज यो मान्छे राम्रो कि म राम्रो ठाउँ चाहिँ दामी छ उतातिर हल्का उतातिर चाहिँ के त्यो पिकनिकहरू भइरहेछ गानाहरू बजिरहेछ अनि अगाडि माथि त्यहाँ फुलहरू यस्तो राम्रो फुलिरहेछ है गाइस अनि यहाँ चाहिँ सानो पुलहरू रहेछ तल स्विमिङ त नभनौँ तर पानीहरू चाहिँ राम्रो राखेको छैन आज तर राम्रो रहेछ ठाउँ अनि यहाँदेखि भित्र उता तल पनि यस्तो राम्रो छ धेरै राम्रो रहेछ हामीले चाहिँ टिकटकहरूमा हेरिरहेको थियौँ जाने भन्दा त्यस्तै हो कहिले नमिल्ने कहिले के त्यस्तै भइरहेको थियो आज चाहिँ हामीलाई यो ट्री गार्डन हो ट्री गार्डनमा आउन चाहिँ आज हामीलाई लेखेको रहेछ अनि हामीले चाहिँ खानासाना खाएर आएको हो तर पनि अहिले चाहिँ हामीले चाहिँ केही अर्डर गरेको छौँ आएपछि खुवाउँछौँ भोक लाग्छ कि नै के खाएको घर ढेँडो गुन्द्रुक आलुको झोल आलु गुन्द्रुक ढेँडो कस्तो थियो मिठो थियो चटनीसँग दामी थियो धेरै मलाई मात्र नदेखाउ नि तपाईँ किन आज यस्तो ह्यान्डसम देखेर हो कि त्यो राम्रो ठाउँ रहेछ अझै कतिपय कुराहरू बन्न बाँकी रहेछ होइन बन्न नि बाँकी रहेछ यस्तो राम्रो छ त्यहाँ माथि बस्ने अझ लाइटहरू पनि रहेछ होइन जस राम्रो ठाउँ रहेछ एकछिन चाहिँ हामी यहाँ बसिन्छ होला अनि यहाँ बसिसकेपछि चाहिँ एकछिनमा निस्किन्छौँ होइन यहाँ बसिन्छ अब के हुन्छ एकदम हामी तपाईँहरूलाई देखाउँदै गर्छौँ तर यहाँ चाहिँ मैले मेरो साथीभाइहरूलाई मिस गरेछु केटाहरूलाई अब आउन यहाँ आएर स्ट्याक्क साँझ बसेर बिहानसम्म मजासँग छन् हाम्रो दाइहरू हुनुहुन्छ यस्तो कस्तो देखिन्छ तर हल्का कालो देखिनु भयो कि होइन हो कि होइन गाइस त भन्नु त मान्छे लास्ट हेर्छ भने तलदेखि माथि देखाइदिन्छु किहरूलाई मैले खै जुत्ता लास्ट हेन्डसम्म हो क्या उड्दिनु न एकचोटि प्लिज अब त गेट देखाइदिनु न ल सिटी गार्डन अनि भित्र चाहिँ यस्तो राम्रो छ हामी चाहिँ अब त्यहाँ भित्र गएको छैनौँ हामी चाहिँ सरर लाएर त्यहाँभित्र गएर हेरेर चाहिँ आइसक्यौँ र हजुरलाई चाहिँ देखाएको छैन यो चाहिँ उता अगाडिबाट आउने बाटो हो गाइस है अर्डर गरेको आज चाहिँ यहाँ धेरै भिड रहेछ कि धेरै भिड छ आज यहाँ अनि त्यही भएर हाम्रो अर्डर चाहिँ अब कति बेला आउँछ तर ढिला आयो नि केही छैन हामीलाई ढिला आएकै राम्रो छ हामी चाहिँ यहाँ अलिकति भए पनि टाइम स्पेन्ड हुन्छ राम्रो छ एकदम राम्रो छ राम्रो लाग्यो मलाई किन त सुत्न लाग्नुभयो त तपाईँ त स्पेस पनि राख्नुपर्छ कि मोबाइल फुल स्पेस स्टोरेज ए भगवान् ए मोबाइल किनेको 1 महिना पनि भएको छैन गाइज है हाम्रो चलाउन लागेको 3 वर्ष भयो हाम्रो स्टोरेज फुल भएको छैन उसको मोबाइल किनेको कति भयो 2 हप्ता भयो होला स्टोरेज फुल भयो कि यस्तो माया हेरिदिनुहोस् त गाइज ह्यान्डसम काले म्यानलाई भयो यार एकछिन दाइ
हामी चाहिँ यहाँबाट अब हिँड्न लाग्यो हो। बसेर नास्ता खाएर सकेर अब यसो हिँड्न लाग्यो भन्दा नि अब मेरो बुढी मेरो माया मेरो प्रियसी मेरो जीवन सङ्गिनीले चाहिँ टिकटक बनाउने टिकटकले पुगेन अङ्कीकोले पुगेन टिकटक बनाउने अनि त्यसपछि बल्ल जाने गरे यहाँबाट। यहाँको भ्यू चाहिँ एकदमै राम्रो अति नै दामी छ। यो चाहिँ तलतिर यहाँ टक्क बस्न एकदम राम्रो रहेछ। तिमी एकदम राम्रै देखिछौ एकदमै। यो ट्याक्क रातिमा आयो भने हेर्नु क्याम्प फायर साएर हानेर बस्नु पनि एकदम राम्रो रहेछ। आउन तलतिर राम्रो छ होस्। आज चाहिँ राम्रो भयो रमाइलो पनि अब के अरे रमाउनको लागि साथीभाइ पनि चाहिन्छन्। म बुढी भयो भने चाहिँ बास भइहाल्यो कि। हेर्नु साथीहरू टिकटक बनाउन लाग्यो यति टाइम भयो कि मैले बनाइदिँदा भएन भने अहिले त यति राम्ररी आएको पनि अब रिसाएर झगडा गर्ने बेला भइसक्यो क्या। जति एकदम प्रोफेसनल क्यामराम्यान जस्तो बनाउन कहाँ सकिन्छ क्या साथीहरू। त्यहाँ हेर्नु त्यो बाबा यस्तो भयो कि लिमिट क्रस मेरो धैर्यताको सीमा एकदम प्रकाष्ट हुन लागिसक्यो। बिस्तारै एकछिन लुको जति सक्दो दबाम होइन छिटो सर्च गरेर म बनाइदिन्छु भने। अब बिस्तारै हामी यहाँबाट चाहिँ गइन्छ। ल साथीहरू अब हामी चाहिँ यहाँबाट निस्किन लाग्यो। धेरै टाइम बसियो लगभग 1.5-2 घन्टा जति टाइम स्पेन्ड गरियो यताउति सबै भ्याएर अब चाहिँ हामी निस्किएको हो। अब हेरौँ कहाँ के हुन्छ अझै होइन। अब फर्किने हो घर। त्यस्तो केही छैन साथीहरू आयौँ बस्यौँ अब रमाइलो भयो। अब हामीलाई चाहिँ साथी पनि चाहिएन दुईजना भएपछि होइन। अब त्यही हो रमाइलो भयो जे होस्। आजको दिन चाहिँ जे होस् रमाइलो भयो रमाइलो भयो। ल हेर्नु यहाँको अब हामी यहाँबाट सर निस्किन्छौँ बाइकहरूको। ल समका यस्तरी समात्ने हो। ल साथीहरू हामी चाहिँ यहाँबाट निस्केको हो। हामी चाहिँ यहाँबाट निस्केको साथीहरू। अब के त्यस्तो खासै अब अन्त यताउति जाने केही छैन। हामी चाहिँ यहीँ जाने भनेर आएको हो। यहाँ चाहिँ राम्रो रहेछ। गाबरमा पनि आज चाहिँ रमाइलो रहेछ जे होस् है। रमाइलो रहेछ आज। जानेहरू यहाँ नजाम है गइरहेको। ल साथीहरू हामी चाहिँ अब हिँडेको। गाबरमा पनि धेरै भिड रहेछ रमाइलो भइरहेको थियो। हामीलाई पनि रमाइलो भयो। यहाँ चाहिँ एउटा पोखरी खनेको रहेछ। डान्स त्यहाँ रमाइलो भइरहेको नि त। अब के अरे साथी अब हामी चाहिँ साथी र सङ्गी एक्लै रङ्गी चङ्गी भने जस्तो छ। जहिले पनि जहाँ पनि हामी दुईजना मात्रै हिँडिरहेको छ। हामी दुईजनाको मात्रै के अरे भिडियो हेरेर चाहिँ बोर नहुनु होला गाइजहरू। ओ माई गड कस्तो राम्रो देखेको कि यहाँ है। हरियाली के खासमा हामी साथीहरू हामी आसम्म आइपुग्यौँ। अब यहाँ चाहिँ मेरो यसो पानीपुरी खाने भनेर रोकेको।
पानीपुरी खान्छन् अनि पानीपुरी खाएपछि चाहिँ हामी लागिन्छ होला। कति भनेको 1 प्लेट? तपाईँ खानुहुन्न? म थोरै एउटा चाख्छु। बस न। बस न। खै एउटा खाम। हो त्यहाँ बसेको नै कमाउनकै लागि हो बढी। मिठो रहेछ। थ्याङ्क यू एभ्री वान। यति मेरो यो यहाँसम्मको भिडियो हेर्दै र साथ दिनुभएकोमा मेरो सम्पूर्ण फ्यामिलीले मलाई आजसम्म सपोर्ट गर्नुभएको छ उहाँहरूलाई एकदमै मनभित्रबाट वेलकम होइन। मेरो जति पनि नयाँ फ्यामिली जोडिनुहुन्छ उहाँहरूलाई वेलकम छ। सधैँ यस्तै साथ सपोर्ट दिनु होला। जसले मेरो भिडियो हेर्नुभएको छ लाइक कमेन्ट सेयर सब्सक्राइबर गरिदिनु होला। थ्याङ्क यू एन्ड लभ यु अल माई आर्य भ्लग फ्यामिली।